नमस्ते हजुर, नमस्ते। यो चाहिँ मलेसियामा हो पुरै। आज यो कुखुरो 10 दिनको भइसकेको अवस्था हो। दाना पनि मस्तै खान्छ। यो चाहिँ 3टा कोठामा छ। यता सबै गरेर यसमा मात्रै 10,000 छ कुखुरा। 10 दिनको चल्लाहरू ठुल्ठुलो भइसके। ल अब 20 दिनको दिनमा 1 किलो बनाएर सिरिप लाएर हान्न पर्छन्। सुकाएर सुकुटी बनाउनु पर्छ। हिलो बनाएको छ पुरै आज। ल नेपालमा हुने दाजुभाइहरूले नि यसरी पाल्नु होला। पुरै यो भिडियो चाहिँ युट्युबमा जानेछ। यसरी बनाएर फर्म पनि राम्रोसँगले काठले बनाएर सरर लाएर श्यामको बुक्की पेनाङ भन्ने ठाउँमा हो। यो चाहिँ बमन भन्ने ठाउँ हो। यस्तो यहाँ कुकुरले पनि सन्तानहरू बिराखेको छ। यहाँ गोठालाहरू यसरी 5-6 वटा जन्मेको छ। एकदम गर्मी छ। यहाँ 13 वटा फर्म छ टोटल। यसरी बनाउनु पर्ने छ नेपालमा पनि। कुखुरा पनि राम्रो हुन्छ। यहाँ चाहिँ ठुल्ठुलो फर्म छ। एउटै फर्ममा 15,000, 16,000, 12-14,000 हेर्न पर्ने हुन्छ। आँखामा औषधि, सुई, सबै इन्जेक्सन सिसन सबै हान्नुपर्छ। फर्म चाहिँ लस्करै छ जे होस्। काम गर्न पनि सजिलै भइरहेछ। तर 50 किलोको दानाले अलि हाल्दा चाहिँ अलिक गाह्रै हुन्छ। दिनमा 50-60 बोरा खान्छ एउटा फर्ममा। ठुलो हुन्छ 80 बोरासम्म खान्छौँ। कुखुरा चाहिँ आज 4 दिन भएको छ। यहाँ हाम्रो नेपाली भाइ हो। यो पनि गर्दैछौँ काम। गर्मी छ एकदम बहुत। देश दामी छ यार यहाँको चल्ला चाहिँ यार। सागर सागर बसन्ते किस्ने भाइ हो हाम्रो। सर सुसर राम्रो छ भाइको। यहाँ 13,000 समथिङ छ यो फर्ममा। ए 14,500 हो। यो चल्लाहरू चाहिँ एकदम नेपालमा हुने दाजुभाइहरूले पनि यसरी नै पाल्नु होला। काठको भुसमा राखेर सरर लाएर यो अब बिस्तारै 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 बढाउँदै 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 यो पुरै भरिन्छ। यो अरू भिडियो पनि आउने छ, हेर्नु होला। हाम्रो जेसी भ्लग हो। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। नेपालमा हुने दाजुभाइहरूले यसरी पाल्नु होला कुखुरा। एकदम 20 दिनमा 1-1 किलोको हुन्छ। 30 दिनपछि यसलाई काट्न सुरु गर्छ कम्पनीमा। कम्पनी नि यो चाइनाकै हो, चाइनिज बोसकै हो। 30 दिनदेखि 35 दिनमै सिद्धिसक्छ यो सबै फर्म। यो 13 वटै फर्मको। अनि यसलाई अब सुकुटी चाहिँ चरप्प मलेसियामा अब पाइने भनेको थाइसन बेर होइन त भाइ? लेग पिस हान्ने भन्ने भइरहेछ हाम्रो सागर भाइले। लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। कुकुरलाई खेद्छ हाम्रो भाइले। चल्ला खान्छ यसले धेरै। अब यहाँ कुकुरको गनेर साध्य छैन फेरि। भाइ नआना नआना यार। यहाँ मरेको कुखुरा खाने यही हो यार। हाम्रो साथी भने पनि भाइ भने पनि यही कुकुरहरूसँग यसो रमाइलो गर्नुपर्छ होइन त भाइ? के हो यो खाडीमा? अब नेपालमा फ्राई पनि हल्डाएर बसेको। यहाँ 50 किलोको दानाको बोरा उचाल्नुपर्छ गाइज। के गर्ने, गाह्रो छ नि जिन्दगीमा। त्यो पैसा भन्ने चिज कस्तो हो कुनी खायो बुझ्नै सकेन म यार। यो चाहिँ मलेसियन जुसको बोतल हेर्नु छ पानी छ। तर यस्तो जुस असम कसैले खानु भएको छ? पाएन होला सायद। बड्डाले ढुङ्गा उचाल्दैछ हाम्रो बड्डाले कुकुर हान्नलाई। हाम्रो सिकाइदिए मेन कुकुर चाहिँ नहान होला। के छ सुनिल भाइ? यस्तो देखाउँछ, ठाडा पारेर देखाउँछ। हेर्नु होला, माइन्ड नगर्नु होला है। रमाइलो हो गाइज।
हेर साथै काट्नुपर्छ काटेर इडी गरेर भिडियो गरेर हाल्नुपर्छ यो इडी गरेर खानदान पनि भाइरल